नेवा समुदाय दुने बिस्कम पहवगो जाति उड्या जाति हे उडा जातीय मुसिका उडा गतिविधि उडा व्यक्तित्व नाप खना बोला ठ्यागु ज्याजो उडा समाज न्यबोया ठोख उडा स नेनेगु लोमंकाति मते हरेक बुधबार सुतासिया चेटटे इलनसे गुटटे इटका जी बिगिन तुलाधर नाप ज्याजो उडा स रेडियो उपत्यका 87.6 मेगाहर्ज जका हरनी से गाया साथे कवैगो लुगाया खादको नेपा मिया सिगो रेडियो उपत्यका साहित्य कला संस्कृति सुनाती उड़ाचीपी तुलाधर कंसाकार स्थापित वसलारी ताम्राकार शिखराकार वो सिंधुराकार बनिया वो शिलाकार कुतो बढ़ जाने का जगमगो देखा जीपी सदू है घर में सदू है भाष सदू है बागने समाज गुंगू साया माथे अनवरपी उड़ा जीपी उड़ा जीपी जजुलोपा समुदाय नीति संचार रेडियो उपत्यका चैनल सफटिको मेघहर नियन्त्रण दिपी सकला निना मिभाजु मेजुपिन्ट नुग्लन थिन लस्कुस्ना प हना बन दैछ रेडियो उपत्यका चैनल सफटिको मेघहर या तरंग रेडियो उपत्यका या बेबेज चंगु सामाजिक सञ्जाल फेसबुक पाखे radiopateka.com.np याना हलियंक जिसन ठुगु ज्याजो छकन लिसा मकासे अले मदिकुसे निरन्तर रूप जिसन ठुगु ज्याजो न्याका भइचुन बुझला उडासे ज्याजो एबारे खला मासा उडासे ज्याजो उडातेगु प्रचार यागु आजुकया रेडियो उपत्यका चैनल सफटिको मेगाहर्ज परिकल्पना संख्या वैचुंगु खरासिने ठुगु ज्याजो इट उडा समाज ठगु नाला उडा समाज न्यवय कठ जिन ठुगु ज्याजो निरन्तर रूप न्याका वैचुन बुझला अब सुन उडा ज्याजो या मुख्य तातुना मुख्य आज दैगु उडातेगु विभिन्न ज्याख प्रचार यागु उडाते सयना चंगु विभिन्न ज्याख इट समाज न्यवेगु अले संसार खेले उडातेगु मसिकै बिगु आजुकया जिन ठुगु ज्याजो शुभारम्भ या पाखेउने बुझे पुसुंगु अले लोगो भागु में अले ठुमे सकला उडास ज्याजो नेना जिमटा सात डेडीपी वेकअप इन द देशना जना बुझला ठुमे पुसुंगु लोगो भागु में ज्याजो उडास शान्तिमय चमन सिरमय नासा चुराओ सच का जोना कावे तेलना वाटाई चमन सिरमय नासा जिगो तो बच्ची गोगन छंगु लागी ना शान्तिमय चमन सिरमय नासा चुराओ सच का जोना कावे तेलना वाटाई चमन सिरमय नासा जिगो तो बच्ची गोगन छंगु लागी ना
वाचायच्या मनस्थिर महिनासा जिगो तो बच्ची जोवन छंगू लागी ना तो निपु सुंगोले लोगो भागो बेरुगा हना तका चिकन लस्को शिया चला ज्याजो खत उडा स जि खा चिकन ज्या यहाँ कमी बिगेन ला उडा से ज्याजो स यापने तिस उडा टेको गतिविधि उडा टेको मेसिका उडा दिसेन सम विभिन्न ज्याखो नेबेगो आजु कया रेडियो पत्रिका चाहिँ सफरेको मेगा ज्या कल्पनाले उडा समाज न्युबे कथा दिस ठुकु ज्याजो यहाँ का चुनाव जुल उडा समाज न्युबे कथा यहाँ वे चंगु ठुकु उडा से ज्याजो ले दिस सुंगु बुए यहाँ का चुनाव दु तकले स थ उडा से ज्याजो गुले छवार मेना उबले दिस ठुकु ज्याजो विभिन्न खलप या मसिका विभिन्न खलप जन जंगु ज्याजो या मसिका विभिन्न उडा बिटु पिनिगु मसिका न्युबे चुनाव खलछने लिपाङ उले दिस बिटि ठुकु ज्याजो स हिउपा या मत दबुइ त थाबिगु मस्तिगु साइट त थाबिगु साइट खय त थाबिगु आज कया दिस ठुकु ज्याजोले हिउपा हाय चुनाव जुल अवश्य न ज्याजो उडा स मुख्य तापन मु आज दैगु ए उडा समाज या न चोले उडा तेगु विभिन्न गतिविधि हेपेगु खत थै जले उडा समाज छगु बिदिबियार ख तत्व के है यने जौनु जगु बिदिबियार कम जिमा समाज लेक ठके बिदिबियार यामा ढका यहाँ हेचुनु झले उडा तेगु विभिन्न कथा बिदिबियार दु पतिका या मचा बिउ टाइम विभिन्न कथा बिदिबियार उडा तेगु जगु तत्व बिदिबियार जुल ढका यने दु थै जले उडा तेसा यने जंगु बिदिबियार कुपाली मा ढका उडा समाज सपु पिदुनु गुटुको अवस्था एको उडा तेसा लाछ उगु सपु त नाला मचंगु अनुभूति न उडा समाज अनि तेसा यने सुनु जुल एजले ठो नालीको नीति छु प्रचार हेमा ठो उडा समाज यने जंगु ठो बिदिबियार जफिन काटिकीमा दिगु आज कया उडा रेडियो मार्फत न उडा बिदिबियार गुगुठा यामा ढका भटकी आज कया छु इ ह निसे उडा बिदिबियार खन छिपिङ ने प्रेमहिरा द्वादर पाखे यबै चुनाव जुल थ्वे जले ठौना छौ उडा बिदिबियार गुगुठा या रेगु खे ज्याजो उडा से ज्याजो स तकि नापाङो बोकठ प्रेमहिरा द्वादर पाखे विधि व्यवहार अन्तर्गत जी शिवले सिसा निसे दक्षिणका या मागु खे सु मनुष्य या मागु ख थनी निसे छसी कठ न्यथिनेगु जुइ कय चले थौ सु मनुष्यना सिठ यंगुगु तक्क ख न्यथन तेना जिगु बौद्ध परम्परा कठ सी त्यम मनोयत त्रिरत्न गुण परित्राण पाठ याना न्यंगु व द्यय ना कागु याई ठटे द्यय ना कागु परित्राण पाठ याना चोचो हेस वो मनुष्य त ढासा भिंगु गति लाई देगु धारणा दु हाना मनु त सी ढुंगा सी मेस मे उन्य वस लासा फांगा दट ढासा अग्ति लाई देगु धारणा दु ओकि सी मेस त खाटा बा लासा लिक्या ठा हिला बिगु याई सी ढुंगा सी मे टुयुगु काप्ट टोपेका छ फुसे व लिक्वे पाल्चा चिक व इताटया सी मट चकी सी मे द्यने चक्कु बा नया जाव तया थटे नय जाव मतल ढासा पिहावन ढुंगुको प्राण वायु हाक्न मयवना सीम अग्ति जुइतैगु धारणा दु सु सी ढुंगा छेज पिन्त व मनु मन्त दैगु सुज थटिटे फुकी तेट कंके छै सी गुठिया गुठ्याट पिन्त खबर बि अलि सी गुठिया गुठ्याट पि वया सी मे देव फ्याकी म्यामजा पिनामजा समदि खला पिस सी मे फांगा टेके चलन्दु थटे फांगा टेके बले बिजोर जिमा दैगु तापुदु तर
थाउकने थटे फाङ्गा कंकेको बाटेको चलन मड्या हुनु ठुकिया ठासे सुसित दैगु सुचाउ वल्की खाडा स्वाममा ढेवा जना डिपे हे वना डोहल पेगु चलन वला नापासा सुसिबले मिस्ट डिपे वना सिमेस्त सोउनी मुआ सिगु छे हे वना सोउनी तर ठाउँकने अपोथे अस्पतालले सिगुली अस्पताल हे डिपे यंकी नाप आपलो मनु त ताता पाक चोंगुली तापक निसे डिपे हे ठाकुया डिपन टु हे सिथा यंकी मागु सि गुटी तेस नियम हे देगा हला अलि सु सिटकी थाटिटी पासबाई इस्तमित सकले डिपे हे वेगु चलन यान हगुदु ठुक्टा ठाउँकने सु सिटकी सि उइ थास खुशी पारी पट्टी तयतै अलि गुठ्याट वल्की दुका पिकान्टी न्य पिखोयगु ढका म्यामचा पिना मचा त खोया पिखा लखुइ वना अन खोया हे ल्यावै पिखो पि वल्की दुका पिकान्टी गु ढका सौ बठिला सिमेसिया म गेलेगु ढका सौ बठ्यु ठा पुलुतया सिमय टटु काप्ट पोचिना मुटुइ लुटेगी अले कपाले सिन टिका जात तया मुटुइ छ्याट खे तया केय खोला भपिकेगु याई अन मितै मेसा सिमय त कोन से मुलु सोटु लान्टगु कचिकाटया नेति सुइके बिया सिम पुली ठुटुला चिगु याई ठुलिया टुंका सिमस्य वस छजोल सुकु टुफितया ठकाल नकिन छसे वयंकी छसे वा वम लिहा वल्की सिमस्य लिक्वे चाकटगु सिकी मट यंका छया पाखको तया भाजने सुव सपाटया मिचाका पाखको थनी अन पिखा लखै सिम कुटाले तया स्वाममा तामा बाल्जीमा सिना स्वाया अकामा तया दिला ज पिन्त सिमय न्यन्य तया ता अबिर जाकी देवा फिपो सिमेस्त निसेन लन्डुची होएका छ यंकी नाप लन्डुची वा होली पिन्तया वा होएका यंकी ठाउँकने वा होली पि मडुगली स्यालस्यालचा मिचा वाटया वखना तुरतुरु होएका यंकी ठुक्टा फुक्क मिले ना सी बाज थाका सिधा यंकी थबले सी मय ल्युल्यु दक्ले नाप मितैम अले छेजापि फुकी त थाकाले निसे चना लिपा पिन्चापि क्याचापि जोलाको वनी थबले डुमा पिनि गाब्लो पुया वनी सा दुख मक्यो पिनि छने गाब्लो पुया वनी मुआ थटे सिठा यंकी बले केट बजा बा इही मयानी म जुसा मचा कठ सी म कुटाले मटसे लाटी जक फया सिठा यंकी केट पूजा बा इही या टुंकु म जुसा सी म कुटाले तया पेमसिन पोबिका सिठा यंकी टुंका सौ बठुगु बेग यंका सौ सागु ढका पिखालुखी वना पिखालेकी बठिली भात सिसा कलामसा सौ सावनी थबले हे पास वमसा सप फेंका सफ फटेकी माजु मडुसा सस अबु सिबले तडगम भौमसा सौ साई माजु सिसा चिरगम भौमसा सौ साई सौ सावनी बि मडुसा पिखालुखी सिम लोने टुंका मितै मेसा सौ भेग तछनवनी सौ सा टुंका पिचा वया गुटका पिचा ल छपाटया नोको नकिन छसे वया यंकी ठुक्टा नापा छे पाखे डिपे सिठ यंकी सा ठाउँकने सिठ यंकी बले या मागु फुक्क ज्याक डिपे हे याई सिठ यंका डिपे ठंका सिपे दियोनि तया खया वपि सक्ष्या सरदान जलिया रुपे लटुंकी सिमेस त लटुंकी बले डक्ले कोकाली मेसा निसे सुरुयाना डक्ले लिपा मितै मेसिन टोंकीको चलन्दो लग टोंकी सिधेका सिमेसा लिक्वे चना गुर्जु मितै मेस त लिको पिय ठेकेको याई थबले चोका बजिए पिय ठेको ख लिको पिय ठे सिधलकी मितै मेसित मिफवा जंका सिमे न्यखट सोचा लिखट सोचा चाहेका मितै सिधलकी खोय वपि सना वपि सकले लिहावनी छेठंका खोय वपि सक्स्त पिखालुकै चोल कथाना इका पका चाका ताचा ल लाना बलिन पिया छे टुकाई ठौकने ठोजान खुशी सिधेका छे वई गुठ्याट चनासी मच्चा की सिधलकी सी मच्चाको यंगवा या मनो जाना अठमिका कौए मुटु तया मजाना गुठ्याट पिस छे मुट ढका सुच बिव मित म खुशी वना मजाना टगुली पुजायाना यंगवा या मजु खुशी जुइके छै ठुकी या त हे सी मुके गोठाई ठाउँकने मितैमा हाक्न खुशी वनेगो मया टंकल उकी ठोज्या फुक गुठ्या टेस हे याई ठोज्या सिरलकी सी गुछे गुठ्या टेस सी मोटा ढका सुचबी सी मुगु सुच वेव छया म्यामस्त समदि खला पाजु खला पिस बजी मरी एला च्या पालो निटा सोटा खासा त जना
वया जनवया सी था छया परिवार पिण्ड चिपन ठिका वई सी मटागो ठासे न चिपन ठिके हगो सक्ता तया नापा सी मेस्त छब वो पेक्ट बाबली या बाटा टोपिया उकिया दिउने पाल्चा इता तया मट छपा मध्यको चाकटेमा ठुक्ट नापा सी मेस्त फ्याना जका लिपा छेन्ज बिसा नै गुयाई टी शिवले न ठिठी व्यवहार यामा अल्ठजागु व्यवहार टच्चो मयसे न्याप्ले हने भई कट याट नाप सरकार पाखे वो आ उडा समाज पाखे ठिठी नियम त डेका टाउडु ठोये जले विक्रम सम्वत 1995 साले पिडंगु उदास जातिको व्यवहार को किताब दैगु सफोचा सु शिवले सस वो म्यामचा पिनामचा पाजु खलक जक नक वनिगु अलि फांगा टेगु ते मापी सत्ती पिन्त जक सी कंके छुएगु टका चैटागुडु नेपाल सम्बत 1119 पिडंगु उडा समाज या सामाजिक विधि व्यवहार या नियम दैगु सफ्टी सिसा निसे सिठ यंकु खुनु टकया बारे ठठी चैटागुडु ठासे वा सिठ यंकि न्य छासे वा वनिम त सल खोया मौने सिठ यंकि न्य म्यामचा त पि खोएगु चलन यात अनिवार्य मया परम्परा कठ प यागु कुटा डेका वय चोसा मेगु ताटुया अल्मोनियम या डेका लिपठंक जी का व्यवस्था या सिठ यंके सनावने सी कोबी पि सनावने पि खोया वने पि पिन्स नंगा टुटी मौसे प्लास्टिक रबर बाका प लाका न्याना वसा जो खुशी पारी सिठ यंके मा पिनि फोर जोसा खुशी छिना हे यंके मा मडासे तब्यगु ताहे यंके गुया सी बाजन थाइ पि मजुया वंगो आदि कारण न्यापिस बाजन तेफो मछिम पि त सी बाजन कर्मया ठौटक सी चाका सी उइगु ज्या यान वगु खसा ठुकी वन जंगल या विनाश ज्या वातावरण सेनिगुली सम्बन्धित निकाय या त स्वापुटया करन्ट या भुटु डेकेगु पाखे कुटया खोया वनी पिनिगु मजोने मासा गुठ्या पासपिनसंग ग्वालिया लडुछि बा वा होला वनिगु परम्परा या त हिका उगु वा झंग पंछिते त नकेगु या सिठ यंगु खुनु म्यापी व सम्धि खलक जक चिपठी के छ नेपाल सम्बन्ध 1133 चिल्लागा एकादशी खुनु उडा समाज पिठंगु उडा जातीय मृत्यु संस्कार सिसा निसेन दक्षि तकया विधि ज्याजो सफोचा सुसिना सिठ यंगु खुनु तकया या मागो ख ठोक्टा न्यटमा टागुडु उडा जातीय मृत्यु संस्कार विधि प्रकृति नियम कठ मनुय जन्मल सेन्तु मृत्यु या सुनिश्चितता जनावे ढुंकी मनुट टाइपी प्राणीपी मध्ये विवेकशील पि जुगली सु मनुष्य थाव छगु निश्चित ठठगु जाति आधार सीमयत अन्तिम संस्कार यागु चलन्दु मानव शरीर पृथ्वी जल अग्नि व वायु तत्व चटो महाभूत तत्व दैचंगो ख मृत शरीर यात सुनियोजित ढंग नस्तयना चटो महाभूते लीन याना दाह संस्कार यागो चिगु चलन ख ची उडाटे ठवे कठ सिठ यंकेगो अथवा अन्तिम संस्कार यागो अले दक्षितक सीमेसिया नाम धर्म कर्म यागो संस्कृति दो बौद्ध संस्कार कठ मधुसिया गुण लुमंका वैद सद्गति प्राप्त जीमा ढयगु हेतु छेज या वयगु नाम मृत्यु संस्कार याई थ छेज या मृत्यु जीगु अवश्य न पीडादायी छेन ख ठगु शोकला ठ खेदु एन समाजे दुन्चना मृत्यु संस्कार हना चनिगु उगु छेज या त थाको अवस्था ख मैसे मगागु ठो संस्कार या त गुप्त ठगु संस्कृति न लेंका सरल रूप न्याके यंके फैटाइगु उडा समाज उद्देश्य ख जी यक्को सुभा देछना चना प्रेम हिरा तुला जुयाता वेकन ठौ जित मृत्यु संस्कार यागुले जस फागु विधि व्यारगु कोठा या मारका हेबेदिको जुल अवश्य मृत्यु संस्कार धगु मनुष्यको जीवन अन्तिम छैन यागु संस्कार ख एकेन दिस पछि प मयक को जीवन यदगु कोठा अपुगो या फेले धगु जिस आ बिचाय न उनी मागु ए जुगु लिसे मृत्यु संस्कार खलाले जिस विभिन्न कोठा मेगु खनवे एजुने मृत्यु संस्कार खलाले मेगु वाले मृत्यु संस्कार चुक गटेख इखे छुचुक स्वाना जंगडु थौया लियडु खना छिगुड मेगु वाले प्रेम हिरा तलाल पाखे येबेगु बता विषय आरासे जि बचा हो दिबा पाखे हुने दिपा तुका ठुगुवा उडा बुख जनावेगु जी याजो उडास याजस थगुनुका मसिका दिशा स्वस्थ नुगय नीति थोखे बिचायन दिशा BMI बॉडी मास इंडेक्स कमरियाना ब्लड प्रेशर कोलेस्ट्रोल ब्लड सुगर नुगोया गति व्यायाम निशुल्क परामर्श नीति
हरेक बुधबार निनेसिया 4:30 निसे 6:30 तक कन्सल्टेन्ट कार्डियोलोजिस्ट डाक्टर स्मृति शाक्य ग्रान्डी सिटी हस्पिटल ज्योति भवन कान्तिपथ ये टेलिफोन नम्बर 41635000 41633700 Grandy City Hospital, providing best of care with compassion. नेवा मिडिया प्रालिया पिठना टिकी झा वापो नेपाल भाषा खेले बिस्का मसिका डोगु वापौ वन दिस वंका दिस टिकी झा वापौ हरेक बुधबार 6 दिस वार्षिक ग्राहकन व्यवस्था दु सम्पर्क 9841 63 35 31 9841 63 35 31 गन नेवा अन टिकी झा रेडियो उपत्यका नापाङ खुसी बचाएको ढिबा ढुङ्गा हाना सका छिम लस्को च्याना जुला ज्याजो खत उडास जिखा सिकपिङ याकामे बिगेन रादर ठोका रेडियो उपत्यका च्याना सफ्टको मेगाहर्ज या तरंग ज्याजो उडास थासदा उडाटेको जानकारी उडाटेको गतिविधि उडाटेको कला संस्कृति क फुक्कै ख सटहे तया नेबेगु आज कया ज्याटु ज्याजो न्याका जुन बुझला ज्याजो आरासा जिनिकागु बेठ नुङरु निकागु परासरा सिकपिङ जुला छ उडा बुख सिकपिङ नेबेगु जुला उडा बुख थासता उडा समाज जुन विभिन्न ज्याजो जानकारी लिसे उडा समाज प अब दुगु गुङो थर्जु खला पुछन न्याका वइ जंगु ठिटी कठाया ज्याजो या जानकारी बिगु आज कया न छटुगु वो न्याबै छ बुझला सगु इनाप दि सिकपिङ याना सुन बुझला उछरासिने सिकपिङ उडा त ज्या छ कठाया समाज चुन्यागु ले समाज अब द ज्या चु कठाया न ज्यान जन दिगु खजा जिम द सपोर्ट एडिटर इनाप न छ इखिगु नीति छ अस्ने दुगु उडा समाज ज्याको उडा समाज सपोर्ट या सिकपिङ ठगु ख पंगदी ठगु बुख चोकडी देउ आशा फलसकासे ठगु आया उडा बुख नेने पाके उने ज्याजो उडास जेजो स उडा छया बुसादा व डमुजा हनिगु दे दसन याका वइ चंगु उडा समाज उडा छया बुसादा व छया मूल व्यक्तित्व पि हर्षरत्न तुलाधर व लक्ष्मी प्रभा तुलाधर पिनिगु गुण स्मरण याना वेक पिनि लुमन्ती दिवस कोविड्या हुनी याना उडा समाज जास्ना पुचा व छया दातापी जगचना वइगु माग य गते बिबा घचाको सन्नु या दि खुनु ज्योति भवने हनिगु जुगुडु ठुक्टा हे कोविड-19 लिचोल याना उडा समाज डमुजा ठय वइगु माग 17 गते सीमित व्यक्ति पि जगचना हनिगु जुगुडु उडा समाज उडा छे चित्रकला बोजा उडा समाज उडा म्युजियम या खुकगु बुसा डया लस्टा उडा म्युजियम व म्युजियम अफ चाइल्डहुड आयरल्यान्ड या मंका तत्वा बडाने प्रोजेक्ट 2020 चित्रकला प्रदर्शनी वंगु पुस 18 गते निसे पुस 22 गते बुधबार तक न्याना कोचागुडु ठुगु चित्रकला प्रदर्शनी देश विदेश वगु छिन्यागु व नेपाल दुनिया जग सुइगुली मल्याक चित्रकला बुजा जुगु ख ठुगु चित्रकला बुजा नेवा नसा जल या लिसे मस्ते त व मेमे पिन्त तक ज्या खेले जुगु हस्तकला य जल बोजा जुगु य लिसे मिगु जान जुगु ख असय उडा समाज या उडा छे ठुगु चित्रकला बोजा नि नेम मस्तसे सुइपाल मल्याक किपा चोगु ख पुस 18 गते ये महानगरपालिका वडा नम्बर 25 या वडा नाय नीलकाजी साके व उडा समाज नाय डाक्टर रूप ज्योति कसा जुपिन्छ मंका रूप उगु ज्या झया उले ज्या यान दिगु ख ऐतिहासिक अस्ने चंगु उडा छे या दाता बाजुपी पद्मज्योति कसा डाक्टर रूप ज्योति कसा व दान रत्न तुलाधर पिसा ठुगु छे उडा समाज नामे पसक व निगो नापयना छे छखा उडा समाज नामे ल लाने दिगुडु 2073 साल निसे 2075 साल तक जास्ना पुचल मामागु जाखण्ड न्याका दिल्ली बजार मालपोट अड्डा पाखे किता नम्बर 347 या लालपुरजा उडा समाज या नामे विक्रम सम्बत 2074 साल चैत्र 21 गते बुधबार दी निसे वोख आ उडा समाज उडा छे उडा जातीय हित निम्ति छलेगु संरक्षण सुरक्षा व सञ्चालन यागु फुक्क जा उडा समाज दायित्व जुवगु दु ठु उडा छया दाता भाजु पिसा ठोयन्य उडा समाज खारेज मजु तले उपस्थित दातले ठो छया छेडी पसा बाहेक बाकी छेछका उडा समाज भोग चलन नाप मर्बट सम्भार व पुनर्निर्माण तक या फैगु प्रावधान तया भोच यताउ ख
आपलं उड्यातसे उड्याछे उड्या समाज हे नाम वे मागु स व्यापक जिया वगुली उगु छे डाटा पिन्छ धर्मचित्त उत्पत्ति याना सकल उड्याटे गुही त्याट ध्याने तया कानूनी रूप हे ल लान बिउगु ख सूर्य अवस्था बियात कठ छया करार नामे प्रथम पक्ष धय टपी छया डाटा पिन्छ दोस्रो पक्ष धय टपी उड्या समाज यात मिति 2067 साल असोज 11 गते मालपोत कार्यालयले दिल्ली बजार अड्डा रजिस्ट्रेशन पास याना करार नाम बियाटाउ ख समाज खारे जुलबा अस्तित्व मन्त ढासा जक ठोप रद्द जुई थैगु ख भोटे तैटाउ ख ठुक्टया उड्या समाज हित यात ध्याने तया व्यवस्था यान्तगु उड्या समाज छे 2072 साल या त फुका छ छे चोन्हे मजीको संगुली उड्या समाज ज्याको व मुनेज्या अस्थायी रूप जमलिया ज्योति भवने तक यंकी मागो अवस्था बोलना यंकी उज्याटक जुगु ख ज्योति भवने चोनाहे समाज मामा कठय ज्यान्याकेगु याउ खसा ज्यान्याकेगु झोले ठुगु उड्या छे पुलांगु मौलिक परम्परा लेंका थुक्याट पिंकेगु ज्यान्याका पुवंकेगु ज्याटक याना ठाउँ अवस्था ठेंकेगु याउ ख उड्या समाज ठुगु छे प्राप्त जोगुले उड्या समाज हरेक दय माग यगटे घ्याचाको सन्नु खुनु ठुगु छया मु डाटापी हर्षरत्न तुलाधर वयकै जहान लक्ष्मी प्रभा तुलाधर पिनिगु गुण यात लुमंका वयक पिनिगु लुमन्ती दिवस न हनेगु ज्या न्याका है चंगुदो उड्या म्युजियम या बुसाडङ उड्या समाज ठगु गुंगु थरिया मसीका वेगु कठया डेगुगु उड्या म्युजियम या उलेज्या अस उड्या छे 2070 साल माघ 1 गते नेपाल हनिबम संस्कृतविद डाक्टर सत्यमोहन जोशी उड्या समाज संरक्षक डोय कुलबीर सिंह तुलाधर व द्रव्यमान सिंह तुलाधर पिनि उलाट मंका कठ उलेज्या जोगु ख ठुगु उड्या म्युजियम या उलेज्या जोगु डिया थे बुसाड रुपे कया न हरेक दय घ्याचाको सनो या दिने बुसाड हनेग न यानवै चंगुदो तत्कालीन उड्या समाज मिसा पुचा या सक्रेता डाक्टर सुमन कमल तुलाधर संयोजक जुया डेका दिगु ठुगु उड्या म्युजियम उड्या टेगु पेशा व संस्कृति या त विशेष बिया तगु हलन जोलन त बैठगु दो ता हाक कगु हेकुट छला डेगु ठुगु उड्या म्युजियम ये उड्या त तुलाधर कंसाकार स्थापित सिन्दुराकार शिखराकार शिलाकार ताम्राकार बन्या सेलालक पिनिगु मसिकाया हलन जलन बैठगु यी हिला वंगु लिसे थागु जातीय मसिका या तक लोमना वैचंगु थाउया अवस्था कनेया पुस्ताया पिन्त थागु मसिका बारे ज्ञान बीट तक ठो उड्या म्युजियम कक्कतिब बीतैगु आशा उड्या समाजका कागु यन्तगु आयत बचा ढंक जक डेकटगु ठुगु म्युजियम लिपा बालक सुधार याना वनेगु धारणा न इले बेले पंकेगु यान वैचंगु दो ठौं टके उड्या टेस हे थागु पुर्खोली पेशा मम्सिया वनचंगु सन्दर्भे ठुक्ट या म्युजियम थागु पेशाइ त बालक वा चाकेगु अवसर बिगु न खण्डो ठुगु म्युजियम चाको या आज धैगु या उड्या टेस नापा न्याक वंगु पेशा या त न्यबेगु या लिसे उड्या टेगु तिसा वस वो जीवन शैली गुप्त ख ढका सिका कागुन आधार जुया चंगुदो थाउ गैर उड्या टेस उड्या तैपी गुप्त ख ढका मस्य चंगु अवस्था इम्त तक उड्या तैपी ला ठुक्न यापी ख ढका सिके बीतन ठुगु म्युजियम तरंगो मिता भूमिका मिता वै चंगु खण्डो ठुक्या लिसे थिथि विद्युत वर्ग पिस तक ठुगु म्युजियम या अवलोकन याना ठगु धारणा पंकेगु यान वै चंगु दो नाप ठिठी विदेशी पिन्सन तक अवलोकन यागो अवस्था दै चंगु दो यक्कु जी सुबा देचना चुना बुख भूमि प्रेम हिरा तुलाधर अरे बुख चोमी सुगर रत्न सिन्द्रकार जिवेट वेकअप बिन्छ बुख चोया व बोना किटा ग्वालियन दिल अवश्य न वेकअप निमेष यक्कु सुबा देचसे आज जाजो छ जिनि ख खुसी बचाको दिपा पाक्यौने दिपा टंका ठुगुवा मेम उडा व्यक्तित्व जनावेको जी जाजो उडा छ जजस थगु जलसे किडनी या बारे सेका दिशा निशुल्क परामर्श नीति हरेक शनिबार
सुथ 7 बजे निसे 9 बजे तक फुक्क टेस्ट यानी ती 25% डिस्काउंट या व्यवस्था न दो कंसल्टेंट यूरो सर्जन डॉक्टर संजेश भक्त श्रेष्ठ ग्रैंड सिटी हॉस्पिटल ज्योति भवन कांतिपथ ये टेलीफोन नंबर 416350 41633700 Grand City Hospital, providing best of care with compassion. रेडियो उपत्यका निका खुशी बचाको दिबारुङका हाना छकसिम लस्कु सियाना सुनको जुल ज्याजो ख उडास जिखा चिकन ज्यागामी बिगेन तुलादल ठोक रेडियो पत्रिका चेना सफटिकु मेगाहर्ज तरंग अलस ज्याजो जी लिपांगो बेठेनुडु लिपांगो बोठा चता दिस हरेक वासा छम उडा व्यक्तिगत ठुकु ज्याजो सम बोना वेकन समाजिक बेचुङ योगदान चर्चा परिचर्चा यागो आजकया जटुगु ज्याजो न्याका सुनको जुल ठौया ज्याजो बारे खनामा छ ठौन दिस सम उडा व्यक्तिगत न्यबै सुनको जुल ठौ दिस उडा व्यक्तिगत न्यबेगु जुले सम युवा उद्यमी युवा व्यवसाय त गुजाजसँग भन्टिन गुजुल वेक इन्डिया आखबोना व्यापार व्यवसाय गुक ठ याकी माढेको ज्ञान हासिल यात तालाका दिम व्यक्तिगत खट खेतला वेक इलेक्ट्रिक इंजिनियर बना वेदिम व्यक्तिगत खसा न थैगु रुचि राछ व्यापार व्यवसाय याको ठ या रुचि दुम व्यक्तिगत खट वेक अभिरुचि बारे खनाय मास नुको ठ या जायना समाज योगदान बिमा ढेगु आज दुम व्यक्तिगत वेक खट वेक ढेगु उडा समाज नीति न छगु जो मडुम युवा व्यक्तिगत खट वेकट नालातै गुजरात वेकना पजिस थौया उडा युवातेको अवस्था दिस व्यापार व्यवसायले सुजुक विचारमा ठोकुने युवा उद्यमी दिस सुजुक जायामा रहेको सुजुक वेकै अनुभव यतका छ खलाबला ब्याको गुजरात वेकना प खलमले याको दौरान वेकै त बालक नेपाल भाषा खला मसगुने दिस वेकना प गैर भाषा खलन गुजरात तरसने वेक यक्को इ इन्डिया चना आख बोंगु हुने न वेकै त नेपाल भाषा बालक खला मसगु जानकारी छित वो गठन छित वेकै अनुभव छिकबिने इनिगु अले वेकन यानी दिगु विभिन्न खट छिकबिने इनिगु आज काजिस भाषा यत्र चाहिँ मुख्य विषय वस्तुमको वेकै अनुभवै वेकै नुव खए छिकबिने टेगु हे मु टाट्न मु आज उडाय सया जुगु जुने हुन्छ वेकन अब गैर भाषा न खनावला जगुदु आस भल सकै छ भाषा य खसाना वेकै नुव खचित मागु जुल वेकै त हेबेगु जुगु जाजया मु टाट्न मु आज जुल कजल नेपाल भाषा न छ मकि माउ ख वेकन विस्तार विस्तार नेपाल भाषा सेना चाहिँ जानकारी न छिरे ब्यादे बुझल सास वेकन अब जुगु खनाबा यन पाके वने ज्याजो उडास ज्याजो छ स्वागत छ कार्यक्रम उडासमा थ्यांक यू सो मच बिगेन जी आज हाम्रो कार्यक्रमको 204 एपिसोड पनि हामी रन गरिरहेको छौं हैन अब तपाई इन्डियामा पढिरहेको कुरा मैले भनि पनि सके हैन कहाँबाट सुरु भयो कसरी त्यहाँ इन्डियामा पढ्नु भयो के भयो तपाईको अलिकति सुरुवाती कुरा जानौ न आई थिंक मेरो जेनेरेसनको धेरै जस्तो इन्डियामै पढेको देखिन्छ होला त्यो अलिकति टाइम पनि त्यस्तै थियो अलिकति यहाँ माओस इन्सर्जेन्सीको बेलाको टाइम थियो हैन धेरै जना आमबुवालाई अलिकति कम्फर्ट लाग्दैन थियो होला हैन नेपालमा पढाउने हैन त्यति बेला धेरै स्कुलहरु डिस्टर्ब पनि हुन्थ्यो हैन त्यसले गर्दा म जस्तो धेरै जना थियो जसलाई इन्डिया पढाउन पठाएको थियो होला हैन सो त्यही जेनेरेसनको भएको भएर म इन्डिया पढ्न गएको भनेको अब म क्लास 1 मा थियो होला जब इन्डिया कारण पनि त्यही है नेपाल भाषा नआउनुको कारण पनि एकदम घरमाको वातावरण कसरी नेपाल भाषाको अलिकति हामी सबै सुनिरहनेहरुलाई पनि नेपाल भाषा तपाईले किन बोल्न सकिनु भन्ने कुरा गर्दाखेरि अलिकति क्लेरिफिकेसन पनि होला कि भन्ने हिसाबमा हैन अब क्लेरिफिकेसन चाहिँ के हो भने म हुन त 17 वर्ष बाहिर पढेको हो हैन त्यसको माथि मेरो मम्मी पनि मल्ल हुनुहुन्छ हैन सो उहाँलाई पनि त्यति सुरुमा त्यति नेवार भाषा त्यति कम्फर्ट नलागेको भएर बोल्नुहुन्छ उहाँले मभन्दा धेरै राम्रो बोल्नुहुन्छ हैन तर धेरै कम्फर्ट नलागेको भएर घरमा उहाँलाई कम्फर्ट क्रिएट गर्नलाई पनि अलिकति नेपाली बढी बोलिन्थ्यो हैन अब मेरो बाजे या मेरो अजी मेरो ड्याडहरु बोल्दाखेरि नेवारीमै बोल्नुहुन्छ हैन तर मम्मी आउनु हुँदैन हैन कहिलेकाहीँ नेपालीमा बोल्नुहुन्छ कहिलेकाहीँ नेवारीमा पनि हुन्छ सो हामी बच्चाहरु आउँदाखेरि अब हामीलाई अलिकति त्यो कम्फर्ट लेभलबाट आउँदाखेरि नेपाली नेवारी इंग्लिश सबै मिक्स हुँदाखेरि हामीलाई अलिकति एउटा दुईटा अनि टोटली नआउने चाहिँ हैन गाह्रो चाहिँ अलिअलि गाह्रो चाहिँ छ अलिअलि बोल्न सकिन्छ बुझ्न सबै कुरा बुझ्छ किनभने घरमा बोलिरहेको बुझिरहेको त्यो पनि कस्तो पनि भयो भने ओभर टाइम कस्तो हुन्छ भने आफूले नबोल्दै गएपछि धेरै राम्रो बोल्न आउने मान्छेहरुको अगाडि बोल्न नसकेपछि अलिकति ठुलो भइसकेपछि लाज पनि लाग्छ कि बोल्न किनभने अब अलिकति बोल्दाखेरि अब हुन्छ नि सिक्ने प्रयास चाहिँ कहिले गर्नु भएन होइन त्यो
अलिअलि बोले मैले बोल्नु पनि बोले अब कहिलेकाहीँ बोल्दाखेरि जिस्किँदा मान्छेहरू हुन्छ नि आफ्नै साथीहरू जिस्किँदाखेरि गामाले बोले जस्तो भन्यो भने अनि अब अलिकति त्यति बेला लाज लाग्थ्यो अहिले त लाज लाग्दैन बोल्न होइन अलिअलि त अलिक सिकि पनि रहेको छु अहिले अलिकति बेटर पनि छु होला होइन तर अब कुनै पनि यङ्स्टर्सको लाइफमा त्यो आई थिङ्क नेसेसरी हुन्छ कि नयाँ कुरा सिक्न त्यति सजिलो कहिले पनि हुँदैन आफू पनि धेरै बाहिर बस्यो अलमोस्ट 20 इयर्स त म बाहिर नै बसेँ होइन सो 20 वर्ष म इन्डियामै बसेँ धेरै नेपालमा फर्किँदैन थियो किनभने अब मेरो स्कुल डेजदेखि त्यहाँ पढ्यो फर्किँदाखेरि पनि अब त्यहाँ पनि धेरै फेरि नेवारहरू थिएन मेरो स्कुलमा होइन धेरै जस्तो नेपालीहरू मात्र थियो अब 2-4 जना नेवार साथीहरू भएको भए मेबी बोल्नुहुन्थ्यो होला त्यो मेरो स्कुलमा त्यति नेवार इन्भाइरोमेन्ट पनि भएन एक्ज्याक्टली सो त्यसले गर्दा धेरै जस्तो नेपाली नै बोल्यो अनि घर आएपछि अब कम्फर्ट हो धेरै कम्फर्ट लेभलमा अब नेपाली बोल्दै साथीहरू त्यही लेभलमा बोल्दै गएपछि अलिकति सिक्न पनि गाह्रो अवश्य पनि यति भनेपछि आज रेडियो प्रोग्राम सुन्नुहुने मेरा श्रोताहरूले पनि अलिकति त्यही ठिक छ उहाँको कुरा सुनाउनु भन्ने पनि अनुमति दियो जस्तो लाग्छ मलाई अनि अब तपाईँको इन्डिया पढाइ होइन कसरी त्यहाँ पढ्नु भयो कतिको स्ट्रगल गर्नुभयो के बिजनेस पढ्नु भयो तपाईँको बिजनेस सुरुवात कसरी भयो त्यहाँदेखि कुराकानी सुरुवात गरौँ आई थिङ्क म इन्डिया पढेको तपाईँले भनिहालेँ मैले 20 इयर्स भयो होइन म क्लास 1 देखि पढ्न थालेको त्यसपछि त्यहाँ गएर मैले इन्जिनियरिङसम्म त्यहीँ सकाएँ मैले अनि त्यहाँ 1-2 वर्ष मैले त्यहाँ काम पनि गरेँ इलेक्ट्रिक इन्जिनियर इलेक्ट्रिकल इन्जिनियर गरेँ मैले अब त्यहाँ गर्दा चाहिँ अब आई थिङ्क लेसन हो तपाईँले मलाई यो प्लेटफर्म दिनुभएको छ त्यसमा चाहिँ आई थिङ्क एउटा लेसन के हुन्छ भने हामी धेरै कुरा पढाइ भन्छौँ होइन मैले पढाइ नगरेको होइन म क्लासको टपर पनि हो स्कुलको 10th सम्म म टपर पनि हो 90% ल्याउने स्टुडेन्ट पनि हो होइन म 10th मा मेरो 92% पनि आएको हो होइन इन्डियामा सो क्लासको टपर पनि भएको सो तर अब पनि म क्लियरली नै भन्न सक्छु कि जहिले पनि पढाइ हुँदैन होइन देयर इज लट अफ थिङ्स बियोन्ड पढाइ प्र्याक्टिकल एक्ज्याक्टली सो इन्जिनियरिङ पढ्न जाँदाखेरि मैले 11-12 इन्जिनियरिङ पढ्न जाँदाखेरि मैले त्यति पढाइमा ध्यान पनि दिएन किनभने मेरो इन्ट्रेस्ट थिएन अब यो इन्ट्रेस्ट थिएन भने किन पढ्यो भन्दैछ तर धेरैजनाले मलाई थाहा छ फेरि यो क्वेसन आइहाल्छ भनेर होइन सो तपाईँले एक्चुअली सोध्नुभयो भने तपाईँले हेर्नुभयो भने इन्जिनियरिङ किन पढ्नुभयो भन्छ बिजनेसै गर्नु थियो नि इन्जिनियरिङ किन पढायो एक्ज्याक्टली होइन त्यो क्वेसन तपाईँको एकदमै राइट हो तर एउटा कुरा के हो भने म त्यति बेला 17 वर्ष थिएँ 16-17 वर्षमा मैले एउटा केही कुरा गरेँ मेरो बाउले मान्दैन थियो मेरो आमाले कुरा मान्दैन थियो भने 16-17 वर्षमा मैले राइट डिसिजन लिन्थ्यो होला त भनेर गार्जेन्सको दबाबमा होइन दबाबमा चाहिँ थिएन होइन हाम्रो इन्डियामा चाहिँ नेपालमा पनि त्यो सर्टेन त्यस्तै थियो होला इन्डियामा 90% ल्याएपछि साइन्स पढ्नुपर्छ भन्ने थियो होइन 90% ल्याएपछि साइन्स पढ्नुपर्छ भन्थ्यो अनि साइन्स पढ्यो साइन्स पढेर त्यसमा पनि फेरि राम्रो गरिसकेपछि अब के भने इन्जिनियरिङ पढ्नुपर्छ भनेर त्यो हाम्रो स्कुलिङै त्यस्तो थियो कि तर इन्जिनियरिङ आइसकेपछि मैले के रियलाइज गरेँ भने मलाई इन्जिनियरिङ मन पर्थ्यो म पढ्थ्यो आई कुड गेट इन्जिनियरिङ यस्तो होइन इन्जिनियरिङ पढ्नु तर मेरो इन्ट्रेस्ट बिजनेसमा थियो सो म इन्जिनियरिङ पढ्दा धेरै बिजनेस पढेँ कि ब्याकग्राउन्ड पनि त्यही भएर हो कि तपाईँको बिजनेस होइन ब्याकग्राउन्ड हाम्रो अलिकति त्यसमा चाहिँ म हामी अब नेवारै कम्युनिटीको कुरा गरिरहेको छौँ हामी नेवारमा चाहिँ के भने हामी बिजनेसमा भएपछि हाम्रो छोराहरूलाई बिजनेस सिकाउनु पर्छ भन्छ कि होइन त्यो कल्चर छ कि छैन हाम्रो कल्चर छैन जस्तो लाग्छ मलाई के हुन्छ भने तिमी पढ तिमी बिजनेसमा आउनु पर्दैन तिमी पढाइसकौ भन्छ यो हाम्रो कहिले पनि थोपायामहरू अलिकति प्रब्लम के छ भने त्यो सिकाउने चाहिँ त्यो आऊ सिकाऊ अहिलेदेखि सिक पढाइसक अनि आऊ भन्छ कि पढाइसकेर आएपछि युआर अलरेडी 23-24 इयर्स ओल्ड यु अलरेडी मेड अप यो माइन्ड के गर्छु के भने मलाई त अब काहीँ न काहीँ बिजनेसमा अलिकति पढेर म आफै अलिकति धेरै सेलिब्रेटिङ गर्थेँ मेरो इन्ट्रेस्ट त्यसैमा जाग्यो मैले आफै इन्जिनियरिङ पढ्दाखेरि धेरै कुरा आफै पढेर होइन बिजनेस आफै पढिरहेको थिएँ कि त्यसले गर्दा मेरो इन्ट्रेस्ट बिजनेसमै थियो सकाएपछि मैले अलिकति सफ्टवेयर डेभलपमेन्टतिर मैले अलिकति काम पनि गरेँ 2 वर्ष इन्डियामा तर आई न्यू आई हेड टु डु बिजनेस के सो इभेन्चुली म नेपाल आएर म केही बिजनेस गरेँ ड्याडीको बिजनेसलाई नि तपाईँले गर्नुभएको थियो नि त्यो बेला चाहिँ कहाँबाट ड्याडीको के बिजनेस के गर्नुभएको थियो सो इनिसियली म 2012 मा नेपाल फर्केँ होइन 2012 नेपाल फर्किँदा अब फर्किने उता म अलरेडी काम गरि नै रहेको थिएँ आएर I mean, fairly good career. Khatra career to bandina. I was not working at some really big multinational, but I was working at a multinational. So, but ठीक है थियो. It's all right. तर नेपालमा के भने when म यहाँ actually I think I had come here, मेरो dad को health अलिकति deteriorate भइरहेको थियो. I realized कि probably it's right time to come किनभने धेरै pressure उहाँकोमा थियो. So I was like okay उहाँको business अलिकति help गर्नलाई आउँ भनेर. So 2012 मा आउँदाखेरि म उहाँको business help गर्नलाई आएको थिएँ हैन. अलिकति उ गरौँला and then we'll see. म त्यसपछि म आफ्नै business start गरौँला या के गरौँला भनेर that's what मेरो mindset मा कहीं न कहीं त्यो थियो. So 2012 मा त्यो आएँ. So
त्यसपछि मैले उहाँको बिजनेसलाई अलिकति बुझेँ, नेपाल पनि बुझ्न जरुरी थियो, किन 20 इयर्स म नेपाल बाहिर थिएँ, मैले नेपालको स्ट्रक्चर्स बुझ्दैन थियो, नेपालको इकोनोमी बुझ्दैन थियो, नेपालमा त्यति साथी पनि थिएन मेरो। मैले तपाईँले भनिहालेँ इन्डियामा पढ्दाखेरि पनि धेरै नेपाली साथीहरू थिएन मेरो। म जुन स्कुलमा पढेँ क्लास 1 देखि 10 सम्म पढेको स्कुलहरूमा धेरै नेपाली थिएन, 4-5 जना बाहेक धेरै नेपालीहरू थिएन। सो त्यो चाहिँ म नेपालमा फर्किँदा त्यति साथीहरू पनि थिएन, त्यो साथीहरूबाट सिक्ने, साथीहरूबाट कुरा गरेर के भइरहेछ बुझ्ने पनि त्यति थिएन। सो आफै सिक्दै जानुपर्ने जरुरी थियो कि ड्याडको बिजनेस अलिकति सम्हाल्दै बुझ्दै गएपछि 2013 तिर मैले आफ्नो बिजनेसको लागि प्लान गर्न थालेँ, अलिकति हेर्न थालेँ। 2014 को एन्डमा 2015 अर्ली 2015 हाम्रो अर्थक्वेक भन्दा ठ्याक्क पहिला आई स्टार्टेड 2 बिजनेसेस एट द सेम टाइम होइन। त्यो दुइटै काम गरिरहेको थिएँ, अचानक त्यही बेलामा स्टार्ट भयो भनौँ न होइन। मैले भेस्पा र एप्रिलियालाई नेपालमा लन्च पनि गरेँ एट द टाइम होइन। भेस्पा भन्नाले भेस्पा एप्रिलिया भनेको स्कुटर हो, तपाईँले चिन्नु भएको छ, रङ्गी स्कुटरहरू हुन्थ्यो एक टाइममा हामीले एकदमै राम्रो पनि गरेको छौँ। त्यसलाई लगभग वर्षमा लगभग तपाईँको 6-7 हजार युनिट बेच्ने पनि पुगिसकेका थियौँ होइन। त्यो बाहेक अहिले कस्तो? अहिले त्यो बिजनेस मैले छोडिसकेँ होइन, मैले त्यो बिजनेस हेर्दिनँ भेस्पा र एप्रिलियाको। डेटा हेऱ्यो भने पहिला जति राम्रो छैन, मैले छोडेको बेला जति राम्रो छैन। त त्यति बेला हेर्दाखेरि चाहिँ एकदमै महँगो स्कुटर बिग्दैन भन्दै थियो होइन, धेरैजनाले बिग्दैन, बेच्न सक्दैन भन्दै थियो। अब त्यति बेला सुरु गरेर 6,000 युनिटसम्म त लिएर आएको होइन। त्यसपछि अरू मेरो इन्ट्रेस्ट एरियाजहरूतिर अरूतिर म मुभ हुन थालेँ होइन। 2019 तिर भनौँ न। त्यो बाहेक त्यति बेला पनि मैले हाम्रो कन्स्ट्रक्सन मेसिनरीको बिजनेस स्टार्ट गरेँ, विच इज बेसिकली हाम्रो कस्तो भने हामी डोजर भन्छौँ, तर लार्जर एन्डमा एक्सकभेटर्स होइन, तपाईँको क्रेन भन्छौँ होइन, पाइलिङ रिग भन्छौँ, यस्तो कुराहरू। तपाईँको कङ्क्रिट मिक्सर भन्छौँ, जो बाटोमा कहिलेकाहीँ तपाईँले देख्नु भएको छ होला, ट्रकमा एउटा त्यो गोलो घुमेर हिँड्न आउँछ। सो त्यस्तो चिजहरू होइन। त्यो पनि 2015 मा स्टार्ट गरेँ। आज हामी धेरैवटा रेन्जमा हामी अहिले नम्बर 1 पनि छौँ होइन। सो 2015 देखि त्यो स्टार्ट गरेँ, अब त्यो 2018-2019 सम्म स्टार्ट गरेँ। अनि त्यो बाहेक बिचमा मैले अर्को 2-3वटा बिजनेस FMCG भनेर हामीले अब फास्ट मुभिङ कन्ज्युमर गुड्स भन्छ, त्यो एरियामा पनि हामी छिर्यौँ। त्यो बाहेक अब अहिले रिसेन्टली हामी 2019 मा जाँदाखेरि हामीले GB हेल्थ भनेर एउटा हेल्थ टेक कम्पनी भन्छौँ, हेल्थ टेक्नोलोजी कम्पनी, त्यो स्टार्ट गरेको थियो 2019 नोभेम्बरतिर। आज 2019 नोभेम्बरमा आई थिङ्क त्यो एरियातिर चाहिँ मेरो धेरै फोकस छ अहिले होइन। अहिले यो नयाँ सब्जेक्ट तपाईँले भन्नुभयो GB हेल्थ, इन्ट्रोडक्सन पाउने खास चाहिँ के हो? GB हेल्थ मैले 2019 मा स्टार्ट गर्दाखेरि चाहिँ बेसिकली यसलाई चाहिँ हेल्थ टेक कम्पनी भन्छ, जसको काम के हो भने टेक्नोलोजीले चाहिँ तपाईँको हेल्थ केयर, जुन नेपालमा अहिले हेल्थ केयर भन्छौँ हामी, त्यसलाई हामीले सल्भ गर्न, त्यसको प्रब्लम्सहरू सल्भ गर्नलाई हिँडेको थियौँ। हेल्थ केयरमा धेरै सानो प्रब्लम्सहरू होला, तर हामीले हेर्दै सानो प्रब्लम छ। तपाईँ अहिले धेरैजनाले के हुन्छ भने एउटा मोबाइल फोनले तपाईँले एउटा मोटरसाइकल बोलाएर पठाऊ भनेर हिँड्नुहुन्छ। तपाईँको मोटरसाइकल कहाँ पुग्यो, म कति मिनटमा त घरबाट बाहिर निस्किन सबै थाहा हुन्छ। तर तपाईँले के थाहा हुन्छ, जब तपाईँले एम्बुलेन्स कल गर्नुहुन्छ, तपाईँको एम्बुलेन्स कहाँ पुग्यो भने थाहा हुन्छ। मान्छेलाई कहाँ दुखिरहेछ, गाह्रो भइरहेछ, उहाँलाई हस्पिटल दौडाउनुपर्छ, तपाईँको एम्बुलेन्स कहाँ पुग्यो तपाईँलाई कहीँ थाहा हुँदैन कि। सो तपाईँले हेर्नुभयो भने तपाईँको कन्भिनियन्सको लागि सामान छ, तर तपाईँको लाइफ बचाउनेलाई तपाईँको अभाइलेबल छैन। तपाईँ आज एकचोटि एउटा तपाईँले कुनै मुभी हेर्छु भने कुन हलमा सिट अभाइलेबल छ भने थाहा छ, तपाईँको इमर्जेन्सी बेड कहाँ अभाइलेबल छ तपाईँले थाहा छैन। जिन्दगी बचाउनु छैन, तर एउटा मुभी हेर्नलाई चाहिँ मका अभाइलेबल छ। टेक्नोलोजीले चाहिँ त्यहाँ कहीँ न कहीँ सपोर्ट गरिरहेको थिएन कि हेल्थमा। सो त्यहाँ यदि म रङ होइन तपाईँले त्यो एउटा एप डेभलप गर्छ। सो हाम्रो एपबाट अहिले तपाईँले के गर्नु सक्छ, तपाईँले एउटा क्लिनिकमा अपोइन्टमेन्ट लिन सक्नुहुन्छ, डक्टरसँग अपोइन्टमेन्ट लिन सक्नुहुन्छ। अहिले तपाईँले के भने यो पेन्डेमिक पछि चाहिँ डक्टरसँग तपाईँले भिडियोमा होइन अपोइन्टमेन्ट लिएर भिडियोमा कुरा गरेर उहाँले प्रिस्क्रिप्सन तपाईँले त्यहीँ दिन सक्नुहुन्छ। हाम्रो एप थ्रु डक्टर चेकअप पनि गर्न सक्छ। तपाईँको डायग्नोस्टिक र तपाईँको ल्याबहरू चाहिँ छैन, तर जेनरल डक्टरसँग कन्सल्टेन्सी कुरा गर्नलाई चाहिँ डक्टरले त्यसै कुरा गरेर तपाईँले घरमै तपाईँले ब्लड प्रेसर नापेर तपाईँले भन्नुभयो भने डक्टरले तपाईँलाई एडभाइस गर्न सक्नुहुन्छ। भने डक्टरले हेर्नै पर्यो भने तपाईँ क्लिनिकै आऊ भन्ला, तर जुन कुराको लागि तपाईँ डक्टरको क्लिनिक जानु पर्दैन, त्यो तपाईँले घरैबाट सम्पूर्ण त्यहाँ कुर्नु परेन 2 घण्टा उहाँको वेटिङ रुममा होइन, वेटिङ 2-3 घण्टा कुर्नु परेन। त्यो बाहेक जानु परेन, आउनु परेन, कहिलेकाहीँ होइन हाम्रो बजेलाई लिएर जानु पऱ्यो भने म पनि जानु पर्यो, उहाँ मात्रै गयो भने त्यो भयो भने त घरमै बस्यो भने त उहाँले आफै गर्न सक्नुभयो नि त, एकजना अझै मान्छे त जानु परेन। सो त्यो एउटा पनि छ। त्यो बाहेक हामीले पनि के पनि गर्छौँ भने अहिले हामी नेपालको सबभन्दा ठुलो अनलाइन फार्मेसी पनि हो GB। अहिले हाम्रो लगभग 3.5 लाख डाउनलोड भइसक्यो होइन। त्यो भनेको त्यसले हामीलाई के गर्छ भने ई-कमर्समा हामीलाई नम्बर 3 नम्बरमा पुऱ्याइदिन्छ। नेपालको नम्बर 3 एप्सहरू डाउनलोड गर्ने भए 3rd नम्बर भयो नेपालमा। ई-कमर्समा फर्स्ट भनेको अब कम्पिटिसनमा दराज भन्ने नम्बर 1 भइहाल्छ ई-कमर्समा होइन। नम्बर 2 मा अहिले हामीले ई-कमर्समै नाम लिने भने प्रब्लम हाम्रो बजार या केही हुन्छ होला होइन। त्यो धेरै 12-13 वर्ष भइसक्यो। डाउनलोड्समा है, होइन। सो हामी अहिले डाउनलोड्समा हामी नम्बर 3 छौँ, तर यो हामी 1 वर्ष मात्र भयो, उनीहरू लगभग 10-12 वर्ष भइसक्यो। रेटिङ चाहिँ डाउनलोडको आधारमा रेटिङ हुने हो? रेटिङले भन्दैन, अहिले नम्बर अफ डाउनलोड्स भनेपछि नम्बर अफ युजर डिफाइन गर्छौँ। त्यो नम्बर अफ डाउनलोड्स हेरेर हामी सबभन्दा बढी
पुग्यो भने हामी नम्बर 1 नम्बर 2 नम्बर 3 भनौँ अब युजरले डाउनलोड गरेपछि चलाउनलाई त युज गर्छ भन्छौँ नि होइन सो डाउनलोड गर्नु भएको छ भने त चलाउनलाई युज गर्नु भएको छ भने चाहिँ हाम्रो त्यति डाउनलोड छ भने हामी कहीँ न कहीँ नम्बर 3 मा छौँ भनेर एउटा अजम्पसन हो एक्ज्याक्ट भनेर डेटा चाहिँ छैन त्यस्तो चाहिँ अब यो एप्स होइन तपाईँले डेभलप कसरी कहाँबाट सोचाए के गर्नुभयो तपाईँ कहाँ बाइक अथवा अरू कुनैमा इन्भेस्ट गरेर व्यक्ति होइन त्यसो इक्विपमेन्टहरूमा डोजर बिजनेस गरिरहेको मान्छे कहाँबाट यो हेल्थमै पुग्नुभयो अब यस्तो त्यस मैले भने म इन्जिनियर हो म बिजनेसमा पुगेँ होइन म चाहिँ के भने अलिकति सेल्फ स्टडी गर्ने मान्छे पऱ्यो कि म आफै पढ्छु धेरै कुरा पढ्छु म होइन मेरो रिडिङ लिस्ट भनेको तपाईँले हेर्नुभयो भने म पोलिटिक्स पढ्छु इकोनोमिक्स पढ्छु फाइनेन्स पढ्छु म त्यो बाहेक तपाईँको के भन्छ हिस्ट्री पढ्छु म तपाईँको बिजनेस पढ्छु भयोभरको सबै टपिक पढ्छु हेल्थदेखि लिएर तपाईँको टेक्नोलोजीदेखि लिएर सबै कुरा पढ्छु त्यो पढेपछि मलाई धेरै आइडियाज पनि आउँछ तर ह्याभिङ सेड द्याट मैले सबै कुरा त गर्न सक्दिनँ त्यसको लागि टिम चाहिन्छ त्यसको लागि टिम बनाउनुपर्छ त्यसको लागि आँट पनि चाहिन्छ गर्नलाई किनभने धेरै कुरा लगानी पनि हुन्छ धेरै कुरा थाहा नपाएको चिज कुनै पनि हामी पहिलो होइन नि त यसमा मैले गर्नुभन्दा पहिला 3-4 वर्ष पहिला स्टार्ट गरेको धेरै ठुल्ठुलो कम्पनीहरूले पनि स्टार्ट गरेको छ तर आज हामी नम्बर 1 किन छौँ त एक वर्ष 2 महिना भएको छ आज होइन यति ठुलो कसरी भएको छौँ भन्ने क्वेसन धेरै कुरा स्ट्राटेजी हुन्छ धेरै कुरा टिमवर्क हुन्छ धेरै कुरा मैले भने जस्तै आँट पनि हुन्छ कि कुनै चिज गर्छु भनेर लाग्नु पर्यो होइन सो तपाईँले भने जस्तो मलाई न स्कुटरको बिजनेस थाहा थियो न मलाई स्टार्ट गर्दाखेरि न मलाई तपाईँको हेभी इक्विपमेन्टको बिजनेस थाहा थियो होइन न मलाई तपाईँको एफएनजीको बिजनेस थाहा थियो आज मैले हेल्थमा स्टार्ट गरेँ मलाई स्टार्टिङमा केही पनि थाहा थिएन आज मलाई धेरै कुरा थाहा छ किनभने पढ्दै मान्छेसँग कुरा गर्दै जो मान्छेलाई थाहा छ उसँग कुरा गरेर त्यो भएपछि मैले थाहा हुँदै बुझ्दै गएको त्यो आउनु पनि कारण के हो भने मलाई के लाग्छ भने एज अ यङ्स्टर्स अनि स्पेसली हाम्रो कम्युनिटीको यङ्स्टर्स हामीले कहीँ न कहीँ यो कुरा चाहिँ ल्याउनु पर्छ जस्तो लाग्छ कि हाम्रो आँट चाहिँ गर्नुपर्छ कि त्यो अलिकति हाम्रो कम्युनिटीमा त्यो आँट नभएको होइन तर हाम्रो कम्युनिटीको बारेमा कुरा गर्नुपर्छ उडा कम्युनिटी भन्ने बित्तिकै व्यापार व्यवसाय गरिने कम्युनिटी भन्ने चिनेछौँ तपाईँ यसमा सहमति हुनुहुन्छ मलाई तपाईँले सोध्नुभयो भने हामीले व्यापार गरेको हो तर यो लगभग तपाईँ बिजनेसम्यान अर नट वी आर नट अ बिजनेसम्यान No, we're not businessmen. We are traders. So, तपाईँले डेफिनेसन चेन्ज गर्नु भने उडा जाति भनेपछि उडा समुदाय भनेपछि बिजनेस आइपी व्यापार व्यवसाय आइपी जातिका मसिकटा होला त्यो डेफिनेसन कसो भने तपाईँले भने त्यो गलत इन्टरप्रिटेसन हो कि कुरा एउटा सत्य हुन्छ पचोस् नपचोस् होइन मलाई चाहिँ के लाग्छ भने हामीले पहिला सत्यतिर जानुपर्छ कि चाहे आफूलाई तितो लागोस् त सत्य हुन्छ नि त हामीले भन्छौँ हामी बिजनेस कम्युनिटी हो तर हामी बिजनेस कम्युनिटी बन्यो कहिले कि पहिला कुरा त यो बुझ्नु पर्यो कि हामी बिजनेस कम्युनिटी बन्यो कहिले अनि बिजनेस भनेको के हो भनेर पहिला यो बुझ्नु पर्यो ओके डिपेन्डेन्ट लेट्स लुक एट आवर कम्युनिटी लार्जर हामी उडा कम्युनिटी भनेको के हो त इन अ लार्जर सेन्स हामी स्किल्ड वर्कर या आर्टिसन हो हामीले के बनाउँथ्यौँ काँचको भाँडा बनाउँथ्यौँ हामीले भेरियस यस्तो कुरा होइन यस्तो कुराहरू बनाउने मान्छे ठुला जाति भनेपछि घुमुथर झिउ खला पूजा एउटा खलाले त ठुला समुदाय भने ठुला समाजले व्यापार व्यवसाय गर्ने पहिलेकै पहिचान बोकेको हो ठुला समात्ने भनेपछि त व्यापारै गर्ने भन्ने त होइन त्यो ट्रेडर मात्रै हो नि त व्यापार भनेको बिजनेसलाई त ट्रेडर त इज ओन्ली वान पार्ट हो पहिला तपाईँ युरोपतिर हेर्नुभयो भने ट्रेडर भनेको त गिल्ड्समा काम गर्थ्यो दे वर नेभर कन्सिडर नेसेसरली बिजनेसम्यान के दे वर मर्चेन्ट्सलाई तपाईँले बिजनेसम्यान भन्नु मिल्छ वी आर मर्चेन्ट्स तुलादर इज आर मर्चेन्ट्स अदर्स आर स्किल्ड वर्कर्स अनि हामी बिजनेस कसरी भयौँ भन्ने कुरा आयो भने अब तपाईँले बुझ्नु भयो भने धेरैजनाले के हुन्छ भने हामी त लासामा काम गरिरहेको भने हो ओके होइन सो हामी लासामा गरेर त्यहाँदेखि चाहिँ कहीँ न कहीँ हामी लार्जर ट्रेडर्स भएर लार्जर बिजनेसम्यान जस्तो हुन थाल्यो कि त्यहाँ हामी स्मलर ट्रेडरबाट ठुलो ट्रेडर हुन थाल्यो तर त्यो कसरी पुग्यो हामी नै किन भनेर क्वेसन आयो कि किनभने हामी उडा समाज या उडा कम्युनिटी हेर्नुभयो भने के हो त हामी बुद्धिस्ट हो सो तपाईँको टिबेट विच इज एन अटोनोमस बुद्धिस्ट स्टेट होइन उसले अभियसली हामीलाई बढी विश्वास गर्छ बिलिभ गर्छ त्यसैले हामीलाई बढी बिलिभ गरेको बेला हामी काम गरेको तर हामीले मिहिनेत नगरेको भने होइन है मैले हाम्रो त्यो जेनेरेसनले धेरै मिहिनेत गरेको छ अनि उहाँहरूले गरेर नै हामीले यति पहिचान पाएको छ त्यो जेनेरेसन सकेर ट्रेडिङ गरेर त्यत्रो नाम कमाएर त्यत्रो काम गरेर आजको स्टेटमा त के छौँ त हामी के नेपालको सबभन्दा ठुलो ट्रेडिङ कम्युनिटी या सबभन्दा ठुलो बिजनेस कम्युनिटी बाँकी छौँ त हामी छैनौँ डिक्रिज भइरहेछौँ किन डिक्रिज भइरहेछौँ त किनभने हामीले नयाँ बिजनेसको नयाँ नर्म्सहरू त हामीले क्याच गरेन बिजनेसम्यान हामी त सौजी मात्रै भएर बस्यौँ नि त एउटा पसलमा त थापेर बस्यौँ पसलमै राख्यौँ तपाईँको 1000 स्क्वायर फिटको पसल 2 जना छोराको बिचमा गएर 500 भयो त्यसको 2 जनाको छोराको 250 स्क्वायर फिटको भइसक्यो आज हेर्नुभयो भने धेरैजना त आज तपाईँको 100 स्क्वायर फिटको पसल लिएर होइन एक्सप्यान्ड त गरेनौ धेरै फेरि मान्छेलाई धेरै नमन पर्ला यो कुरा तर कुरा त सत्य हो विजयजी तपाईँले हेर्नुभयो भने त यो सत्य कुरा तर यो कुरामा के हो भने यो प्रब्लम फेरि हाम्रो कम्युनिटीको होइन कि हाम्रो प्रब्लम कहाँ हो भने हाम्रो कहीँ न कहीँ होइन हाम्रो अपब्रिङिङबाट हो कि हामी तपाईँले भन्नुभयो जस्तै हामी के हो भने आर्टिसन हो
अब यसो भनिराख्यो कि मैले के बुझेँ भने चाहिँ हाम्रो नेपालको व्यवसाय चाहिँ हाम्रो कम्युनिटी होइन अरू कम्युनिटीले चाहिँ मारिसक्यो अरू कम्युनिटी ग्राब गरिसक्यो भन्नु खोज्नु आयो कि हो नि होइन त तपाईँ अलिकति 1930s 1940s 1960s 1960s सम्म हेर्नुभयो भने नेपालको इकोनोमीमा बिजनेस पार्ट हेर्नुभयो भने उडा कम्युनिटी या ओभरअल नेवारै भनौँ नेवारले धेरै त्यसैले हामीलाई नेपालको बिजनेस कम्युनिटी नेवारलाई भन्छ तर आज कति हातमा छ त आज तपाईले हेर्नुभयो भने हामी कतिजना छौँ त के छ आजको स्थिति हो त्यसै टप 10 मा हामी कतिजना गर्न सक्छौँ टप 20 मा कतिजना नेवार गर्न सक्छौँ ल टप 100 आज नेवार गर्यो भने 10 जना गर्न सक्दैनौ 5 जना होला तपाईको टप 100 नेपालमा नेवारमा 5 जना छ होला आज कसरी स्थिति पुग्यो कि तपाईको 100 मा 99 बाट 100 मा 5 कसरी पुग्यौं के हामी ब्याडली डिक्रिज भएन एक्ज्याक्टली किन पुग्यौं भनेर यो एनालाइज गर्न जरुरी छ किनभने हामीले हाम्रो युथलाई एम्पावर कहिले पनि गरेनौं के तपाईले आज हेर्यो भने तपाईको कुनै पनि छोरा या छोरी जब नेपाल आउँछ फर्केर काम गर्छु भनेर आउँछ उलाई कति फ्रीडम दिन्छ काम गर्ने उलाई कति रिस्क लिन दिन्छ रिस्कै लिन दिँदैन उ 35 वर्षपछि उलाई अब उले केही गर्छ भनेर उसको त सबै जोश जागर सबै गइसक्यो उसको 35 वर्षमा उले के गरेर खान्छ उलाई 35 वर्षसम्म उलाई उसको बाउ बाजेबाट हरेक कुराको पर्मिसन लिनुपर्छ एउटा सिंका हलाउने पर्मिसन लिनुपर्छ उले कसरी 35 वर्षमा आएर के गर्न सक्छ उलाई गल्ती गर्न दिनु न 2-4 वटा अलिकति पैसा डुबाउनु पनि दिनु न के भएर सिक्छ नि जुन छोराले गर्न सक्दैन भने उलाई बरु चान्सै नदिनु तर ट्राई त गर्न दिनु 25 मा उले फेल हुँदैन भने कहिले फेल हुने 35 मा आएर फेल हुने 35 मा आएर फेल भयो उले गिभ अप गर्छ डिप्रेसनमा जान्छ 35 मा त कहाँ हुन्छ पहिला चोटी फेलियरै 35 मा छ भने कहाँ के गर्न सक्छ के 25 मा फेल भयो नि ल के हुँदैन फेरि गरौँ 25 मा एकचोटी फेल हुन्छ दुईचोटी फेल हुन्छ 28 सम्म त एकचोटी त सक्सेस हुन्छ जब उले एकचोटी सक्सेस गर्छ तब उले थाहा हुन्छ कि यसरी गर्नुपर्ने रहेछ तपाईको लाइफको स्टोरी पनि यही हो मेरो लाइफको स्टोरी पनि मेरो तपाईले हेर्नुभयो भने म सुरुमा तपाईको 2012 मा हो मेरो ड्याडले मलाई सर्टेन कुरा फ्रीडम दिनुभयो सिक्नु दिनु मैले धेरै कुरा फेल पनि गरेछु धेरै कुरा के फेल गर्नुभयो नयाँ बिजनेसै स्टार्ट गरेर नफेल भने मेरो ड्याडले मलाई कति पैसा के यसमा गरेको म के भन्थे म 5 पैसा कमाउँथेँ भने त्यो 5 पैसा खर्च पनि गर्थेँ कि नयाँ बिजनेस नयाँ कुरा ट्राई गर्नमा पहिला 3 वर्षमा मैले खासै जति कमाएँ त्यति खर्च पनि गर्थेँ मेरो बुवाले भन्थ्यो के गरेर आएको मैले के भन्थे नि मैले कमाएको कुरा म सिक्नलाई खर्च गर्छु तपाईले मेरो यत्रो 20 वर्षको पिरियडमा लाखौं रुपैयाँ खर्च गर्नुभयो करोडौं रुपैयाँ खर्च गर्नुभयो हैन लाखौं करोड रुपैयाँ खर्च गर्नुभयो मेरो एजुकेसनमा तपाईले मलाई 3 वर्षको अझै एक्चुअल बिजनेसमा एजुकेसनमा स्पेन्ड गर्न नदिने कमाएकै पैसा त स्पेन्ड गरेर छु म हैन अनि मैले स्पेन्ड गरे जब 2015 मा आयो तब मैले एउटा दुईटा बिजनेस गरे त्यसमा पनि मलाई गाह्रो भयो मैले 2015 मा जब सुरु गरे भेस्पाको बिजनेस मैले सुरु गरेको भनेको तपाईले हेर्नुभयो भने जनवरीमा सुरु गरेर लगभग फेब्रुअरी मार्चमा स्टार्ट गरेको मार्चमा स्टार्ट गर्ने अप्रिलमा तपाईको अर्थक्वेक आयो 2015 मा अर्थक्वेक आउने साथै मैले सामान मगाइसकेको थिएँ मैले टिमलाई तलब पनि खोज्नु पर्यो शोरूम बनाउन सके मान्छे काम गर्ने नै छैन अगस्तमा आएर मैले बनाएँ त्यो भन्नुभएपछि मैले कति ब्याङ्कलाई ब्याज तिरे सोच्नुहोस् होला मार्चदेखि लिएर गएर तपाईको अगस्तसम्म मैले तलब तिरे ब्याज तिरे त्यो त रिस्क लिन सक्नु पर्यो रिस्क लिन सक्नु पर्यो नि कसरी त्यो पैसा कसरी म्यानेज गर्ने त्यो त सोच्नु सक्नु पर्यो हाम्रो उडा कार्यक्रम हो उडा कम्युनिटीमा त्यो रिस्क हाम्रो युथ जेनेरेसनले लिएको छ कि छैन तपाईले के लाग्छ मलाई लाग्दैन लिएको छ म धेरै जनासँग मैले आफ्नो धेरै जना चिनेको छु हैन रिस्क लिन चाहेर पनि उनीहरुको बुवा आमाले उनीहरुलाई कहिले रिस्क लिन दिँदैन धेरै रिस्की भयो नगर भन्छ ए बाबा सानो कुरा त गर्न दियो हैन हेर्नु न क्षमता छ कि छैन उसको गर्ने तपाईले ट्राई नै गर्नु भएन के क्षमता हुन्छ उ गलत हो पनि कसरी उ त्यत्रो पढाउनु पठायो तपाईले त्यत्रो खर्च गर्नु पढाउनु पठायो त्यत्रो पढेर फर्केर आएपछि अझै तपाईले उलाई भन्नुहुन्छ के हो के सही के गलत जहिले पनि उसको पढेको के फाइदा त नपढाए हुन्थ्यो नि के सजेस्ट गर्नुहुन्छ रेडियो सुनिरहनु म त के भन्छु भने तपाईलाई छोराछोरीहरुलाई बिजनेसमा बोलाउने हो उनीहरुलाई अमेरिका भोलि नजाओस् भन्ने हो भने उनीहरुलाई ल्याएर अलिअलि के भन्छ रिस्क लिने वातावरण बनाउँछ काम गर्ने वातावरण बनाउँछ सबै कुरामा बाउ आमा राइट हुँदैन जेनेरेसन चेन्ज भइसक्यो जुन कुरा पहिला राइट हुन्थ्यो त्यो कुरा आज राइट होइन म भोलि 50 वर्ष हुँदाखेरि जुन कुरा मेरोलाई मैले आज राइट भनेर बसिरहेको हुन्छ आज मैले सिकेको कुरा म 50 वर्ष हुँदाखेरि त्यो राइट हुँदैन के त्यो हामीले बुझ्नु पर्यो के किनभने वर्ल्ड चेन्ज भइसक्यो तर के हुन्छ भने हामी बुढो हुँदै गएपछि वर्ल्ड चेन्ज भइसक्यो हाम्रो लागि चेन्ज भए हुँदैन के हामीलाई लाग्छ कि वर्ल्ड त्यही रहन्छ के तर हुँदैन के कन्ज्युमर तपाईको तल हुन्छ कन्ज्युमर हुन्छ 20-22 वर्ष 23 वर्ष 24 वर्ष मेरो स्कुटरको कन्ज्युमर के जहिले पनि 50-60 वर्षको हो र मेरो म्याक्सिमम स्कुटर कन्ज्युमर 25-26-28 वर्षको हुन्थ्यो मेरो बुवाले त्यो 25 देखि 28 वर्षको बच्चाले के किन्छ भनेर उहाँले भन्न सक्नुहुन्छ त्यो त मैले बुझ्छु नि म 25 या 28 वर्षको मान्छेसँग बढी घुम्या होला मेरो बुवा भन्दा सो उले के सोच्छ किन किन्छ त्यो त मैले बुझ्छु नि वे अफ न्यू थिंकिङ एक्ज्याक्टली त्यो त मलाई भन्न दिनु पर्यो कि उनीहरूले किन्छ कि किन्दैन उहाँले त्यति बेला यस्तो महँगो स्कुटर कहाँ बिक्छ त्यति बेला तपाईको 1 रुपैयाँको अर्को स्कुटर छ भने यो 2 रुपैयाँ पर्थ्यो
2 रुपियाँको स्कुटर पनि बिक्छ, कहीँ कसैले गर्न सकेको छैन, तिमीले लिएर आएर डुबाउने हो भनिदिएको भए आज त्यो सक्सेस हुन्थ्यो त। त्यो चाहिँ तपाईँलाई फ्रिडम थियो। एक्ज्याक्ट। आज मैले कन्स्ट्रक्सन मेसिनरी ल्याएँ, त्यति बेला सबैले मलाई के भने तिमीले बाजेको नाम डुबाउँछौ, चाइनिज कम्पनी ल्याएर डुबाउँछौ भन्यो। मैले के रिसर्च गरेको थिएँ त्यो कम्पनीमा, मलाई लाग्थ्यो कि त्यो कम्पनी एकदमै राम्रो हो भनेर रिसर्च गरेको थियो। आज त्यो कम्पनी वर्ल्डको नम्बर 1 पुग्यो, 2015 मा थिएन। मैले त्यो रिसर्च गर्यो, आज नेपालमा त्यसलाई पनि नम्बर 1 पुर्याउन सक्यो हामीले। किन त? अध्ययन र अनुभव र रिसर्च पनि चाहियो नि त। तर कसैले मैले त्यति बेला अर्काको मात्रै कुरा सुनेर चाइनिज, त्यति बेला चाइनिज मोटरसाइकल फेल भयो, चाइनिज यो फेल भयो भनेर आज मेरो चाइनिज मसिन फेल हुन्छ भनेर मैले सोचेको भए, पुरानो एक्सपिरियन्स नगरेको भए, आर्ट नगरेको भए आज हुन्थ्यो त। आर्ट गर्नु पनि दिनु पर्यो त, स्टडी गरेको मान्छेलाई आर्ट गर्न दिनु पर्यो। ती भाइहरूको कुरा सुनेर म सुरु गर्छु, त्यो बिजनेस चाहिँ होइन है। ल्याउन त मलाई, तिमीले के अध्ययन गरेको छौ, त्यो अध्ययन गरेको मलाई देखाऊ। अनि म भन्छु यो होइन कि मैले बहिनी पहिले कुन जमानामा मैले अलिकति काम गरेको थियो, डुबाएको थियो, तिमीले पनि डुबाउँछौ नगर, त्यो होइन। मैले जग्गामा लगानी गरेर डुबाएको थियो, त्यो ब्याङ्कबाट लोन लिनु हुँदैन, ब्याङ्कबाट किन लोन लिनु हुँदैन? दुनियाँले लोन लिएर काम गरेको छ, लोन लिनु किन डराउँछ हामी नेवार कम्युनिटी? हामी लगाएर करोडौं रुपियाँ लगाउँछौँ अनि अरूहरूले त्यो हाम्रो करोडौं रुपियाँ लोन लिएर उनीहरू आज टप 100 मा पुगेको छ। सबै हाम्रो त्यो जमानाको पैसाकोले आज टप 100 मा पुगेछ, हामी 5 मा पनि छैनौँ। फेरि अलिकति चेन्ज भयो, हामी कार्यक्रमको अन्त्यमा चरणमा पनि छौँ र जीवी अहिले तपाईँ जुन त्यो एप्सको कुरा गर्नु, त्यो एप्सले अहिले कसरी काम गर्छ र हाम्रो उडा कम्युनिटीले त्यो एप्सबाट कसरी फाइदा लिन सक्छ र कहाँनिर के डाउनलोड गर्नुपर्ने एप्पल्समा अथवा एन्ड्रोइडमा के छ त्यसको बारे अलिकति भनौँ र समाप्त गरौँ। जीवी अहिले लगभग 3.5 लाख डाउनलोड भइसक्यो। 3.5 लाख तपाईँको एप स्टोर र तपाईँको एप्पलको एप स्टोर र गुगलको प्ले स्टोर दुइटामा अभाइलेबल छ। त्यो अभाइलेबल छ, तपाईँले त्यसलाई त्यहीँबाट डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरिसकेपछि तपाईँले धेरै कुराहरू अभाइल गर्न सक्नुहुन्छ। सबभन्दा पहिला औषधिमा छौँ, तपाईँले औषधि मुखमा लगाउने क्रिमदेखि लिएर जुन तपाईँले हाम्रो डरमा या ब्युटी प्रडक्ट्सहरू हुन्छ त्यो अभाइलेबल छ। तपाईँको फिटनेस प्रडक्ट छ, न्युट्रिसन प्रडक्ट, न्युट्रिसन भनेपछि तपाईँको क्याल्सियम सप्लिमेन्ट, यो सप्लिमेन्ट, तपाईँको ग्लुकोजमिन सप्लिमेन्टदेखि लिएर तपाईँको ओमेगा सप्लिमेन्ट्सदेखि लिएर यस्तो सबै कुरा अभाइलेबल छ। त्यो बाहेक फिटनेस तपाईँको इक्विपमेन्ट, सानो सानो इक्विपमेन्ट्सहरू, फिटनेसको इक्विपमेन्ट्सहरू त्यो अभाइलेबल छ। बच्चाको लागि तपाईँले डाइपर किन्नु चाहनुहुन्छ, यस्तो सबै कुरा अभाइलेबल छ। सो बेसिकली यो तपाईँको हामीले यसलाई इन्डाइरेक्टली अनलाइन फार्मेसी भन्नुहुन्छ या ई कमर्स पनि भन्छौँ, यो सबै कुरा अभाइलेबल छ, जसकोमा हाम्रो आई विल ग्यारेन्टी यु हाम्रो प्राइसेस सबभन्दा लिस्ट छ। औषधिमा पनि हामी अलरेडी 12% डिस्काउन्ट दिन्छौँ। त्यो बाहेक हाम्रोमा क्यासब्याकहरू पनि छ होइन, त्यो भनेपछि तपाईँको डिस्काउन्ट त्योभन्दा पनि हायर छ। तपाईँको बेबी आइटम्सहरूमा 20, 25, 30% डिस्काउन्टहरू हुन्छ। सो तपाईँले डाउनलोड गर्नुभयो भने तपाईँको डेली मन्थली जुन एक्सपेन्सहरू छ धेरै घट्छ। तपाईँले लगभग चाह्यो भने सबै कुरा पाउनुहुन्छ त्यहाँ। तपाईँको कर्नफ्लेक्सदेखि लिएर तपाईँको ओट्सदेखि लिएर यस्तो पनि अभाइलेबल छ। तपाईँको चामलहरू बाहेक र सब्जी बाहेक तपाईँले चाह्यो भने सबै कुरा त्यहाँबाट अर्डर गर्न सक्नुहुन्छ। त्यो अर्डर गरेको बापतमा तपाईँको त्यो सबै कुरा त्यहाँ स्टोर्ड हुन्छ। त्यो भयो भने तपाईँले रिअर्डर गर्न सजिलो छ होइन, बारम्बार अर्डर गर्न सक्नुहुन्छ। त्यो बाहेक तपाईँले डक्टरसँग कन्सल्टेसन गर्न सक्नुहुन्छ, त्यो सबै गर्न सक्नुहुन्छ होइन। जीवी एपले उडा समाजलाई चाहिँ के गर्न सक्छ? सबभन्दा पहिला मलाई के लाग्छ भने हामी धेरै कुरामा फेलियर हुने कारण चाहिँ के हो? हाम्रो एपले जे अरूहरूलाई गर्छ त्यो पनि उडा समाजले गर्छ, तर उडा समाजले चाहिँ हामी जस्तो बिजनेसम्यानहरूलाई के गर्न सक्छ? सबभन्दा पहिला म जहिले पनि के भन्छु, जहिले पनि आफ्नो कम्युनिटी होइन, आफ्नो चिनेको दाजुभाइहरूबाट किन्नु पर्यो क्या पहिला। हामी जहिले पनि हामी उडेन कसरी उड्छौँ? म आज गाडी किन्दाखेरि तपाईँले हेर्नुभयो भने म जहिले पनि गाडी, मोटरसाइकल, बाइक जति पनि सामान किन्छु, जति कोसिस गर्छु पहिला होस् उडा, त्यसपछि नेवार, त्यसपछि नेपाली। त्यो कम्युनिटी त्यो विश्वास चाहिँ हुनु पर्यो, किन्नु पर्यो। आज हामीले सपोर्ट गर्दैनौँ भने कसरी हुन्छ? अनि जो व्यापारी छ उसले पनि के बुझ्नु भने मेहनत गरेर त्यसलाई सर्भ गर्नु पर्यो है, सर्भ गर्नु पर्यो। हामी त्यहाँ सौजी भएर बसेर सर्भ नगरिकन चाहिँ भएन क्या। त्यहाँ आएर आउनुहोस्, किन्न मलाई भने किन्नुहोस्, सर्भिस मोटिभ चाहिँ हुनु पर्यो। सर्भिस मोटिभ हुनु पर्यो। एट द सेम टाइम हामीले पनि हाम्रो लोकल कम्युनिटिज, हाम्रो लोकल चिनेको जानेको मान्छे कहाँ गएर किन्नु पर्यो क्या। ओके, अब यो एप्स डाउनलोड गरेपछि आज तपाईँले भनेपछि फेरि एप्सलाई डाउनलोड गर्न सजिलो तरिका, सिम्पल वे सबैलाई भनिदिनु ताकि सबैले चाहिँ यो एप्सको फाइदा पाओस्। यो यसमा तपाईँले के छ भने तपाईँले JEEVEE भन्ने एप तपाईँले एप्पल स्टोर या तपाईँले गुगल प्लेमा तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। त्यो डाउनलोड गरिसकेपछि तपाईँले सानो एउटा साइन अप गर्नुभयो भने तपाईँले त्यहाँबाट अर्डर गर्न सक्नुहुन्छ। प्रिस्क्रिप्सन अर्डर गर्नलाई तपाईँले त्यहाँ स्क्यान बटन एउटा छ तपाईँको होइन, सेकेन्ड टियरमा लेफ्टमा एउटा स्क्यान प्रिस्क्रिप्सन भनेर छ, त्यो तपाईँले प्रेस गर्नुभयो भने त्यहाँबाट तपाईँले प्रिस्क्रिप्सन स्क्यान गरेर पठायो भने हाम्रो फार्मासिस्टले तपाईँलाई सम्पर्क गरेर तपाईँको त्यो पनि गर्नुहुन्छ। त्यो बाहेक अरू केही अर्डर गर्नु छ भने तपाईँको सर्च बटनबाट जे कुरा खोजे पनि हुन्छ, त्यहाँ कुरा धेरै कुरा इजिली देख्नु पनि सक्नुहुन्छ, त्यहाँबाट अर्डर गरे पनि हुन्छ। तर सबभन्दा इन्ट्रेस्टिङ एउटा कुरा के छ भने दुनियाँकै सबभन्दा पहिलोचोटि भाइबरमाबाट तपाईँको प्रिस्क्रिप्सन हामीले लिन सक्छौँ। भाइबरमा त्यसै होइन, तपाईँले भाइबरमा एउटा च्याटबट भनेर छ, तपाईँले जीवी भनेर सर्च गर्नुभयो भने JEEVEE, त्यहाँ एउटा कम्युनिटी भेज्नुहुन्छ, एउटा च्याटबट, त्यहाँ तपाईँले प्रिस्क्रिप्सन अर्डर गर्यो भने सिधा अनलाइन प्रिस्क्रिप्सन अर्डर हुन्छ, हाम्रो एप डाउनलोड नगरिकन पनि।
ओके हैन भाइबरमा पनि छ एक्ज्याक्टली अब भाइबरमा तपाईले जीवी खोज्नु भयो भने तपाईले एउटा आफ्नो प्रिस्क्रिप्सन त्यहाँ अपलोड गर्नुस् भयो भने सीधा एपमा प्रिस्क्रिप्सन अपलोड गरेको जस्तै गरेर अपलोड हुन्छ तपाईको घरमा अटोमेटिकली डेलिभर हुन्छ त्यसको लागि तपाईले कोही चिनी राख्नु पर्दैन एउटा डाउनलोड गर्यो भने अनि यो वर्ल्डको सबभन्दा पहिलोचोटी लन्च भएको फिचर हो यो भाइबरमा कहिले पनि प्रिस्क्रिप्सन या ई कमर्स यसरी भाइबरमा कुनै पनि दुनियाँको कुनै पनि पार्टमा गरेको छैन जुन अहिले हामीले भाइबरमा ल्याइसक्यौं जुन 2 दिन पहिला लन्च भएको छ ओके तपाईको एप्स उडा कम्युनिटी र रेडियो सुनिरहनु हुने सबैले चाहिँ डाउनलोड गर्छ भन्ने आशा मैले पनि लिएर आफ्नो अमूल्य समय हामीलाई यहाँ दिनुभयो यसको लागि धन्यवाद र अन्तिममा एउटा क्वेशन उडा समाजबाट हरेक हप्ता रेडियो प्रोग्राम जुन उडा स गइरहेको छ यो प्रोग्रामको बारेमा तपाईलाई कस्तो लाग्छ कहिले सुन्नु भएको छ के छ प्रोग्रामबाट अलिकति फिडब्याक मैले एक दुई चोटि सुनेको छु हैन मैले फ्र्याङ्कली भन्यो भने अब भेरी अनेस्ट है म धेरै जोर चाहिँ सुनेको छुइनँ है तपाईले भनिहाले म धेरै कम्फर्टेबल चाहिँ छुइनँ म नेवारी ल्याङ्ग्वेजमा बुझ्छु मैले सो त्यसैले मैले अलिअलि सुनेको छु तर सुन्दाखेरि मैले धेरै कुरा मैले भने टेक्निकल कुराहरू चाहिँ मैले नेवारीमा बुझ्दैन होला जुन स्पोकन ल्याङ्ग्वेज चाहिँ मैले धेरै कुरा बुझ्छु तर टेक्निकल कुराहरू हुँदाखेरि अलिकति बुझ्न अलिकति गाह्रो हुन्छ होला हैन त्यो मलाई फेरि नेपालीमा पनि छ है नेपालीमा पनि धेरै त्यो न्युजहरू हेर्दाखेरि धेरै कुरा शब्दहरू म लिएर पनि बुझ्दैन हैन म धेरै इन्डियामा बसेर इंग्लिशमा मोर कम्फर्टेबल छु हैन सो ह्याभिङ सेड द्याट 2-3 जोडी सुनेको छु आई थिंक इट्स अ भेरी गुड थिङ इट्स अ भेरी गुड एन्डेभर हैन हाम्रो लागि तपाईले भन्नुभयो उडा समाज होस् या हाम्रो कम्युनिटीको लागि होस् या हाम्रो भाषाको लागि होस् त्यो एकदमै जरुरी छ मैले नबोले भने यो होइन कि भाषा प्रोटेक्ट हुँदैन मैले अलिअलि बोल्छु म इन्करेज पनि गर्छु जसले बोल्न सक्छ अलि आफै पनि सिक्न खोजिरहेको छु मेबी नेक्स्ट एज अ प्रोग्राम आई थिंक इज भेरी गुड द्याट व्हाट यु डुइङ एन्ड बिगिन आई थिंक कमेन्डेबल कि तपाईले भन्नुभयो कि 204th एपिसोड हो हैन एभ्री वीक चलिरहेछ लकडाउनको बेलामा चलाउन सक्नुभयो धेरै जनाले चलाउन सक्नुभयो आई थिंक इट्स कमेन्डेबल त्यो यो गर्नु त्यति सजिलो कामै हैन किनभने मैले पनि लकडाउनको बेलामा बिजनेस चलाएको छु 3-वटा बन्द पनि भयो त्यो चलाउन एकदमै गाह्रो भएको छ मार्केटमा हिँड्नु यो सबै गर्नु एकदमै गाह्रो कुरा रिस्क पनि धेरै थियो हामीले थाहा थिएन सो आई थिंक भेरी कमेन्डेबल प्रोग्राम पनि एकदमै राम्रो लाग्यो अनि अहिले जुन हाम्रो यो अहिले कन्भर्सेसन भयो एकदमै इन्ट्रेस्टिङ लाग्यो मेरो बिगिन चाहिँ आई थिंक हामी टाइम पनि अलिकति बढी ओभर एक्सिड पनि गर्यो होला तर मलाई इन्ट्रेस्टिङ लाग्यो रमाइलो लाग्यो मलाई आइदिनु भयो यहाँ धेरै धन्यवाद थ्याङ्क यू सो मच बिगिन यको सुभा दिशा जुन आभूषण ज्योति कंसकार जिवेट बेकला चिढंगु उमेरे यको व्यापार व्यवसाय न सफल जेट तालक दिमो व्यक्ति खटा बेकना पजिस ठौ उडाटेको अवस्था जुल उडाटेको कुठ व्यवसाय ख व्यापार कुठ जौड रे वेका धारण न दिसंजन बुझला वेका पिठ्या दि व्यक्तित्व जिगु समाज देगु ढगु जिगु नीति न गौरव ख वेका पाके दिस यको हे छिने फुगु लकसन जे खनास बुझला एजुने ठौ दिस सिक्तिन अब वेका नुग ख वेका अनुभव इन बुझला वेका नुग ख अनुभव गठिताला सिक्तिन थागु रासन सुजा बिदेगु आशा भलसन कासे लिसे छगु इनाप नदि आभूषण ज्योति कंसकार न छेना छिने छि याना चुगु झ्याब्ले तालामा छुगु पला झ्याब्ले सुताला कलामा लिसे छि नेपाल भाषा न आ छिनिगु कुट यही ठकु आशा भलस कासे जी बिगेन लादर होय जज सम पायो निगु छ पनसन गुजला मेगु वाले मेगु गतिविधि व मेगु ज्याजो जनवेको पत्र विषय आइट बा सुबह जे मा भा